हजुरले कहिले नोटिस गर्नु भएको छ कि कुनै कुनै बिजनेसेसहरूले इन्फ्लुएन्सर मार्केटिङ गरेर पनि आफ्नो बिजनेसलाई चाहिँ ग्रो गर्न सकिराख्नु भएको हुँदैन? Why? Here are 3 reasons. Number 1, focus on followers rather than relevancy. Most of the बिजनेसेसहरूले इन्फ्लुएन्सरहरू हायर गर्दाखेरि चाहिँ उहाँहरूले कसको चाहिँ बढी फलोवर छ भनेर हेरिराख्नु भएको हुन्छ rather than engagement quality and audience alignment. Number 2, low quality product or services. सो हजुरहरूले बुझ्नुपर्ने हुन्छ कि इन्फ्लुएन्सरहरूको काम भनेको हजुरको बिजनेसमा ट्राफिक ल्याइदिने हो, बट त्यो ट्राफिकलाई कस्टमरमा कन्भर्ट गरेर रिपिटेड कस्टमर बनाउने काम चाहिँ हजुरहरूको हुन्छ र यसमा बिगेस्ट रोल भनेको चाहिँ हजुरको प्रोडक्ट और सर्भिसको हुन्छ। लेट्स से कि कोही मान्छे चाहिँ इन्फ्लुएन्सरको भिडियो हेरेर आउनुभयो, तर त्यो मान्छेले चाहिँ त्यो भिडियोमा भनेको जतिको क्वालिटी प्रोडक्ट और सर्भिस पाउनु भएन भने त्यो मान्छे फेरि फर्केर आउनेवाला छैन। एन्ड नम्बर 3, ल्याक अफ फ्रिक्वेन्सी। हजुरहरूले बुझ्न जरुरी छ कि एउटा दुईटा भाइरल पोस्ट क्रिएट गर्दैमा हजुरहरूको बिजनेस सेल्स स्काई रकेट हुँदैन भनेर। हजुरहरूले पनि आफ्नो एन्डबाट फ्रिक्वेन्टली इनपुटहरू दिइराख्नु पर्ने हुन्छ, लाइक फ्रिक्वेन्टली कन्टेन्ट क्रिएट गर्ने, सोसियल मिडियामा सेयर गर्ने र अडियन्ससँग इन्गेज गर्ने। सो हजुरहरूलाई चाहिँ के लाग्छ कि इन्फ्लुएन्सर मार्केटिङ चाहिँ किन सक्सेसफुल हुँदैन कुनै कुनै बिजनेसेसहरूको लागि भनेर लेट मी नो इन द कमेन्ट।